साथीहरू मेरो चाहिँ नि आज यस्तो डरलाग्दो प्रब्लम भएको थियो कि अब तपाईँहरूलाई मैले सेयर गर्नु सकेको थिइनँ किनभने मलाई यति साह्रो टेन्सन भइरहेको थियो नि त। मेरो चाहिँ गुगल एकाउन्ट डल्लै गएको थियो क्या, लक भएको थियो नि त। कहाँ कहाँ गएर मैले बनाउनु खोजेँ हो, पटक्कै भएको थिएन हो। अन्त त्यहाँदेखि के गरौँ भयो होइन। अन्त मैले अब भोलि त बिहिबार हाम्रो दार्जिलिङ त बन्द हुन्छ नि त बिहिबार त। अन्त मैले बहिनीलाई एकजना बहिनीलाई जाउँ न मसँग भनेको थिएँ नि त कि बहिनीले चाहिँ मलाई चाहिँ कहाँ लिएर आयो भन्दाखेरि चाहिँ यहाँनिर भाइकोमा लिएर आएको थियो है। अन्त त्यहाँदेखि मैले त अब भाइले अब मलाई पनि थाहा छैन कि जान्दैछ कि जान्दैन भनेर फर्स्ट टाइम भेटेको भाइलाई हो। अन्त मलाई कस्तो टेन्सन भएको थियो, कतिपल्ट भने पनि भाइलाई मैले भाइ हुन्छ कि हुँदैन तिम्रोबाट भन्दा भने। अन्त त्यहाँदेखि म ट्राई गर्छु भने अन्त मैले कति सोधेँ पनि यहाँनिर अब राम्रो राम्रो को छ होला भन्दाखेरि त अब थाहा छैन भने भाइले र भरे म यहाँनिर चाहिँ के हो भाइ टेलिकम्युनिकेसनमा चाहिँ आएको थिएँ नि त। युनिकको तल है भाइ, यो युनिकको तल आएको थिएँ नि त कि। अन्त त्यहाँदेखि विदिन 15 मिनटमा चाहिँ नि मेरो चाहिँ नि एकदम प्रब्लम चाहिँ भाइले चाहिँ सल्भ गरिदियो क्या। अब यस्तो मेरो प्राय नै मेरो प्रब्लम यो मैले 2-3 जनालाई देखाएँ कसैले पनि सक्दिनँ भनेको चाहिँ भाइले चाहिँ मेरो चाहिँ 15 मिनटमा मेरो प्रब्लम सल्भ गरिदियो हो। त्यसको लागि चाहिँ थ्याङ्क यू सो मच भाइ है। अन्त त्यहाँदेखि तपाईँहरूलाई पनि अब यहाँनिर है भाइले यहाँ फोन पनि बनाउँदै रहेछ, उतापट्टि फोन पनि है उयो सेल हुँदैछ फोन हो। अन्त त्यहाँदेखि अरू के हुन्छ भाइ यहाँनिर तपाईँको सेल्स सर्भिसहरूदेखिको लिएर एसेसरिज मोबाइलको जे पनि चाहिन्छ सबै पाउनुहुन्छ। अन्त यति राम्रो रहेछ कि अब भाइकोमा। मैले अब सोचेको मैले साँच्ची सोचेको थिइनँ भाइले मेरो बनाइदिन्छ सल्भ गरिदिन्छ भनेर कि, तर 15 मिनटमा मेरो बनाइदियो भनेपछि साथीहरू तपाईँहरू पनि यहाँ आएर तपाईँहरूले फोनहरू पनि लिन सक्नुहुन्छ है। यहाँनिर आएर तपाईँहरूले आफ्नो अब जे गर्नुहुन्छ सबै कुरो गर्दो रहेछ भाइले है, आफ्नो लाभ उठाउन सक्नुहुन्छ। वन्स अगेन भाइ एकदमै धन्यवाद मेरो यत्रो ठुलो प्रब्लम सल्भ गरेकोमा। अन्त त्यही तपाईँहरूलाई पनि सेयर गरौँ भन्दै थिएँ मैले चाहिँ हो। बल्ल बल्ल मेरो गुगल एकाउन्ट चाहिँ खोलियो अहिले हो, जस्ट हो। तपाईँहरूको पनि कतिजनाको सायद प्रब्लम भएको होला, भाइकोमा आएर तपाईँहरूले सल्भ गर्नु सक्नुहुन्छ है साथीहरू।